बहुप्रतीक्षित कैलाश मानसरोवर यात्रा 5 वर्षको अवरोधपछि आगामी जुन महिनादेखि पुनः सुरु हुने भएको छ। डोकलाम तनहुँ र कोभिड-19 महामारीका कारण सिक्किमको नथुला मार्ग भएर भारत-चीन सीमाबाट हुने यो तीर्थयात्रा स्थगित भएको थियो। अहिले आवश्यक पूर्वाधारको अन्तिम तयारी तीव्र गतिमा भइरहेको छ। तयारी कार्यमा जुटेका निर्माण श्रमिक प्रभारी सुनिल कुमारले जानकारी दिएअनुसार एक्लिमेटाइजेसन सेन्टरहरूको सम्पूर्ण नवीनीकरण र पुनर्निर्माण कार्य आगामी 4 देखि 5 दिनभित्र पुरा हुनेछ। 2 वटा एक्लिमेटाइजेसन सेन्टरहरूको थप निर्माण भइरहेका छन्, एउटा 16 माइलमा र अर्को कुपुप रोडको हाङ्गु पोखरी नजिक। प्रत्येक सेन्टरमा 5 वटा पलङयुक्त 2 वटा कमरा र 2 वटा पलङ भएको थप कमराको भवन, साथै मेडिकल सेन्टर, भान्साघर, कार्यालय र अन्य आधारभूत सुविधाहरू समावेश हुनेछन्। ये यहाँ पे मानसरोवर यात्रा ठहरने की जगह, घूमने के लिए, ठहरने के लिए बनाया जा रहा है, जिसमें चार 2 बेडेड है और 2 5 बेडेड है। इनको मैं 4-5 दिन में टूरिज्म को हैंड ओवर कर दूंगा। मैं इसके जगह दूसरी जगह पर भी दूसरी जगह है वो लेके, उसमें थोड़ा टाइम लगेगा। अभी टूरिज्म वाले बोले इसको हमको हैंड ओवर करके दीजिए। क्या क्या इंफ्रास्ट्रक्चर बन रहा है? सेम बिल्डिंग है। यहाँ पर क्या क्या बन रहा है? यहाँ पे फायर ब्रिगेड रहने के लिए है जगह, मतलब बंदे आके यहाँ पे ठहरेंगे। 2 बेडेड है, फायर ब्रिगेड है, ऑफिस है, किचन है, मेडिकल है जी। मेडिकल फैसिलिटी? हाँ, मेडिकल भी फैसिलिटी, मेडिकल बोलते तो 50 लोगों के लिए रहने की जगह? जी 50 से ज्यादा रहेंगे। सन् 2016 मा यात्रा गरेका स्थानीय बासिन्दा इन्द्र कुमार रसाइलीले पुनः खोल्ने निर्णयप्रति आशावादी रहेको बताएका छन्। नाथुला मार्गमा बस्ने मानिसहरूलाई ठुलो फाइदा हुने, पर्यटन फस्टाउने र स्थानीय अर्थतन्त्रले ठुलो टेवा पुग्ने उनले बताए। रसाइलीले सिक्किम मार्ग राम्रो सडक सम्पर्कका कारण सबैभन्दा सुरक्षित र सुविधाजनक भएको पनि जोड दिए। विशेष गरी क्याङ्लोसला जिपियू है, हामी अहिले क्याङ्लोसला जिपियूमा छु र म यहाँ 10 वर्ष पञ्चायत प्रेसिडेन्ट पनि गरेको र अब यो तपाईँको 2टा जिपियू भित्रमा पर्छ, एउटा नाथाङ जिपियू र एउटा क्याङ्लोसला जिपियू भित्रमा है। नाथाङ जिपियू चाहिँ तपाईँको हाम्रो नाथाङ माचङ कन्स्टिट्युन्सीमा पर्यो र क्याङ्लोसला जिपियू चाहिँ कबिरलुजे कन्स्टिट्युन्सीमा पर्छ है। हामी भारत सरकारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु होइन, सिक्किमलाई फेरि यो अवसर मौका फेरि पाउँदैछ होइन, र सिक्किम सरकारलाई पनि एकदम धेरै धन्यवाद दिन चाहन्छु। किनभने अब कैलाश मानसरोवर फेरि खोल्नु गइरहेछ, यसले विशेष गरी चाहिँ हाम्रो क्याङ्लोसला जिपियू है, यो 3 माइल चेकपोस्टदेखि लिएर माथि होइन, हुन त यसले ओभरअल सिक्किमको डेभलपमेन्टमै यसले फाइदा दिलाउँछ, तर विशेष गरी हाम्रो 2टा जिपियूलाई यसले अझै बेनिफिट दिन्छ है। र हामी एकदम भारत सरकार र सिक्किम सरकारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र पहिला चाहिँ तपाईँको के थियो भने यहाँ यात्री निवासको लागि चाहिँ यहाँ 17 माइलमा होइन, 15 माइल पनि भनिन्छ, यहाँनिर हलको एउटा जग्गा छ यात्री निवास भनेर, र अर्को चाहिँ तपाईँको माथि सेरदाङ माटमै थियो र अहिले चाहिँ हाङ्गु छिरिङमा नि हाङ्गु लेकमा पनि एकदम ठुलो भव्य रूपमा यात्री निवासहरू बनिरहेछ टुरिज्म डिपार्टमेन्टको तर्फबाट होइन। र अब जाने यात्रीहरूलाई एकदम सुविधा हुनेछ र बाटो पनि तपाईँहरूले देख्नु भएको छ है, अहिले पुरानो बाटो ओल्ड जिएनएम चाहिँ तपाईँको त्यो बाटो त्यति गाडी चल्दैन, माथि ठुलो नयाँ बाटो अल्टरनेटिभ हाइवे एकदम राम्रो भएर गएको छ है। र पहिला यतिखेर तपाईँको बाटोहरू बन्द हुने गर्थ्यो र अहिले पालि बाटो बन्दहरू पनि भएको छैन र हामी एकदम खुसी छौँ, एकदम सिक्किम सरकारप्रति र भारत सरकारप्रति एकदम आभारी छौँ सर। काबी लुङचोक निर्वाचन क्षेत्रका विधायक थिन्ले छिरिङ भोटियाले यात्रा मार्ग पुनः खोल्ने प्रयासका लागि भारत सरकार र सिक्किम सरकारलाई धन्यवाद दिए। सिक्किम शान्तिपूर्ण राज्य हो जहाँ आतंकवादको कुनै खतरा छैन। यो मानसरोवर तीर्थयात्रीहरूका लागि सबैभन्दा सुरक्षित मार्ग हो उनले भने। विधायक भोटियाले सिक्किम खण्डको मार्गको निरीक्षण पनि गरे र यात्रा सुरु हुनु अघि कार्यात्मक शौचालय सहित सबै आवश्यक पूर्वाधार तयार हुने आश्वासन दिए। खास हामी यो हेर्ने कारण चाहिँ यहाँको यो जेनोटमा चाहिँ तपाईँको नाथुला जाने यो हाम्रो हिउँ हेर्नु आउँछ, अनि टुरिस्टहरूको अलिक कम्प्लेन बेसी भयो कि मलाई के भन्नुहुन्छ भने अब यहाँ तपाईँ मानसरोवर पनि तपाईँको खोल्ने कुरा छ, त्यहाँले टेट पनि खोल्ने कुरा छ, त्यसले गर्दाखेरि उहाँले भन्नुहुन्छ तपाईँ ठाउँ यति राम्रो छ, सिक्किम जतिकै चाहिँ कहीँ पनि सिक्किम त स्वर्ग जस्तो लाग्छ, तर यहाँ चाहिँ कमी कमजोरी के छ मैले सोद्धाखेरि कमी कमजोरी आपका फेरि सिर्फ वाशरूम नहीं है, पर दूर से आना पड़ेगा, वाशरूम मिल्दै नै भन्छ हो न। त्यसको वाशरूम नभेट्दाखेरि मैले उहाँ डिपार्टको सबै लिएर आज फरेस्ट डिपार्टबाट कुनै पनि अब्जेक्सन नहोस् भने हामी सबैजना डिपार्टको मिलेर चाहिँ आज धेरै ठाउँ हामी 4-5 ठाउँ चाहिँ हामीले हेर्दा हुँदाखेरि साइड सब हामी मिलिसकेको छौँ
र विशेष गरी हाम्रो सम्माननीय मुख्यमन्त्रीको ठुलो एउटा सपना छ सिक्किमलाई चाहिँ कसरी बढाउँ, सिक्किमको मान्छेले कसरी एउटा कमाउन सकोस्, आफ्नो खुट्टामा उभिन सकोस् भनेर सम्माननीय मुख्यमन्त्रीको एउटा देन छ वान फ्यामिली वान जबको माध्यम जसको घरमा काम छैन नानीलाई एउटा काम दिनु लागि सम्माननीय मुख्यमन्त्रीको नीति सिद्धान्त राम्रो छ। त्यही पाराले जेन रोडमा पनि जेन रोड मात्रै होइन सिक्किमभरि टाढो टाढो हामी टुरिस्ट लाँदाखेरि रम्फूदेखि यता पस्दा गएर अलिकति वासरुमको नभएको जस्तो मलाई मेसेज लाग्यो। सबभन्दा ठुलो मैले आफै याद भयो आज एमएलएबाट यहाँ आउँदाखेरि चाहिँ हाम्रो जेन रोडमा उता नर्थ सिक्किम जाने बाटोमा पनि वासरुम कहीँ छैन। उनीहरूको कम्प्लेन बेसी हुँदाखेरि चाहिँ यसो हेर्नु आउँदा हो रहेछ पक्का रहेछ। मैले देखेँ वासरुम चाहिँ अहिले एकदम कमजोर रहेछ, एक दुईवटा छ तर एक दुईवटा चाहिँ नपुग्दो रहेछ। त्यसले गर्दा यो सबै नजर राखेर सम्माननीय मुख्यमन्त्रीको जुन सोच डाइरेक्सनले गर्दा आज म सबैजना यहाँ डिपार्ट अफिसर लिएर आउने कारण चाहिँ आज सक्सेस पनि भयो, राम्रो भयो। किनभने कहाँ कहाँ चाहिँ हाम्रो वासरुम बनाउनु पर्ने ठाउँ पनि हाम्रो मिल्यो, सबै एउटा सहमति भएर गएको छ। अब यो टुरिज्मको हाम्रो जे हिसाब हुनु भएको छ उहाँले एस्टिमेट बनाउन लागि मात्र छ। त्यो एस्टिमेट बनाएपछि हामी लगेर हामी टुरिज्म मिनिस्टरसँग भेट्नेछौँ, सम्माननीय मुख्यमन्त्रीसँग भेट्नेछौँ। यो पास गरेर सक्दो चाहिँ यो मन्सरोवर तपाईँ खोल्नुभन्दा अगाडि यहाँबाट ट्रेड रोड खोल्नुभन्दा अगाडि नै हामी यो वासरुम बनाउन सक्छ भन्ने मैले आशा राखेको छु। र विशेष गरी जेन रोडमा बस्ने मात्र होइन सारा सिक्किममा जतिवटा टुरिस्ट अहिले यहाँ सिक्किममा आइरहेको छ एउटा नर्थ सिक्किममा तपाईँको माध्यमबाट एउटा म एउटा यहाँबाट मेसेज दिन चाहन्छु। नर्थ सिक्किममा लाचेन लाचुङ चाहिँ बन्द भएपछि सिक्किममा टुरिस्टै बन्नुहुन्छ, यो तपाईँलाई थाहा भएको कुरा हो। अब लाचेन लाचुङको त्यो तपाईँ उतापट्टि बाटो खोलेको बित्तिकै टुरिस्ट अहिले सिक्किममा तपाईँको आँटी नआँटी जाँदैछ। अस्ति नर्थ सिक्किम जाँदाखेरि 2000-3000 तपाईँ देख्नु भएको टुरिस्ट, यो छङ्गुतिर पनि तपाईँ देख्नु भएको 2-3 हजार तपाईँ यो बाटोमा कुदिबस्छ। अनि यसले गर्दा सबै सिक्किमलाई चाहिँ फलिफा भएको छ। त्यो माथि एउटा हामीले एउटा राम्रो नेता पाएको छौँ सम्माननीय मुख्यमन्त्री अनि घले साहबको माथि हामी सबैजनाको भरोसा। तपाईँलाई थाहा छ एसकेएम टिम एसकेएम पार्टी भनेर तपाईँले सुन्नु भएको छ, देख्नु भएको छ। यो एउटा हाम्रो पार्टीको नीति पनि सिद्धान्त हो, नीति भएको नेता चाहिँ हामीले अहिलेसम्म पाएको छैन। तर उहाँले चाहिँ जुन चाहिँ डाइरेक्सन दिनुभएको छ मलाई यो जुन चाहिँ यहाँ अब यस्तो चाहिँ ठाउँमा वासरुम बनाउनु पर्ने यो कुरा गर्दाखेरि यही माध्यमले नजरमा राखेर आज म आउने कारण त्यो आज दिन पनि राम्रो छ, एकदम खुसी लाग्यो। हामीले चाहिँ यसो यो सबै काम झट्टै फटाफट हुन्छ जस्तो मलाई लाग्छ। सबभन्दा ठुलो मनसभा आज खोल्ने सम्माननीय मुख्यमन्त्रीको यसमा ठुलो ध्यान छ, ट्रेड रुट खोल्नेमा ठुलो ध्यान छ। यो ट्रेड रुट खोलिदियो भने सिक्किमभरि एउटा बिजनेस पनि गर्नु पाउँछ। हाम्रो युवा भाइहरू हाम्रो अब हाम्रो नारी शक्तिलाई पनि यो लाइनमा दखन त्यतिकै चल्छ। सबतिर यो ट्रेड रुट खोलेपछि सबै लुगा कहाँ कहाँ बेच्नु লাগে पनि एउटा बिजनेसको अवसर पनि पाउँछ। र तपाईँ सबैलाई भेटेर तपाईँ सबैलाई धन्यवाद दिन चाहन्छु। यो मानसरोवरको लागि यहाँनिर तयारी धेरै भइरहेको छ। तपाईँलाई कस्तो लाग्छ यो मानसरोवरमा जुन अब तीर्थयात्री जान्छ यो जुनदेखि फर्स्ट रुट त्यसको लागि चाहिँ जेन रोड र अब यो कवि तिङ्गाले चाहिँ कसरी हेरेको छ यसलाई चाहिँ सर? हामी मानसरोवरले चाहिँ हामी यसो हेरेको छ यहाँ माथि गभर्मेन्टले एउटा तपाईँको यहाँ एउटा घर बनाएको छ माथि। अनि त्यो घरको विषयमा धेरै चर्चा भएको थियो। अलिकति घर चाहिँ टाढो भयो, बस्ती चाहिँ तल मुनि पर्यो भन्नु पुरा भयो। अन्त मैले केही छैन, अब माथि ठाउँ राम्रो पायो माथि बनिहाल्यो। तर मनसभाको मान्छेहरू यहाँ बस्दाखेरि यहीँको मान्छेले जसो त्यसो पनि एउटा पालिपाप त हुन्छ, राम्रो हुन्छ। सिक्किमको लागि एउटा इन्डियामा हेऱ्यौँ भने सिक्किम एउटा फर्स्ट नम्बरमा आउँछ मनसभा सबभन्दा राम्रो। सक्दो त उता अब तपाईँको उतातिर चाहिँ झारखण्ड नरे कुनै के गरेर पुरै नेपालबाट जाने कुनै धेरैवटा कुरा भयो। तर त्यहाँ चाहिँ अलिकति ठिक ठाउँ चाहिँ भेटाएन। तर हाम्रो सिक्किममा चाहिँ तपाईँको एउटा हेर्दाखेरि सिक्किममा बेस्ट ठाउँ राम्रो आउनु जानु पनि राम्रो। यहाँ तपाईँको आतङ्कवादी केही छैन, बोर्डरमा भए तापनि हाम्रो सम्माननीय मुख्यमन्त्री मजाले मान्छेले सबै मिलेर राख्नु पाएको छ। त्यसले गर्दाखेरि मनसभाबाट जाँदाखेरि सबै फालिफाप हुन्छ। यहाँ चाहिँ एउटा गुरु भ्याइने हो, गुरुपछि लुकाको जग्गा बन्नुहुन्छ त बुद्ध भगवानले लुकाको जग्गा बन्छ। त्यसले गर्दाखेरि यो मनसभा चाहिँ यहाँबाट एकदम राइट डाइरेक्सन अहिले पाएको छ। किनभने यहाँ माथि घर पनि बनाएको छ और एकदम दामी बनाएको छ। त्यहाँ हुनु टुरिस्टहरू मान्छेहरू जाने सबै त्यहाँ राख्या त्यहीँबाट जान्छ। यहाँहरू चिया पुऱ्याउने के छ भन्दा हाम्रो यहाँको नारीहरूले पनि गरिहाल्छ, युवाले पनि गरिहाल्छ। यो चाहिँ हाम्रो लागि चाहिँ सिक्किमको लागि चाहिँ तपाईँ एक नम्बर हो। सम्माननीय मुख्यमन्त्रीलाई धन्यवाद दिन चाहन्छौँ। किनभने मनसभाबाट यहाँबाट जाँदाखेरि हामी जेन रोड र खाबिल गुजल मात्रै फालिफा भएन, सिक्किमभरि सिक्किमको नाम पहिला आउँछ। मनसभा कहाँबाट हिँड्दा ठिक छ भने सिक्किमको नाम आउँछ। यो सिक्किमको नाम आउनु नै पनि हामी तपाईँ हाम्रो 7,30,000 जनताको नाम हुनु नै हो। अनि एक नम्बर हाम्रो सम्माननीय मुख्यमन्त्रीलाई हामी धन्यवाद दिन चाहन्छौँ। उहाँको कोसिसले गर्दाखेरि आज मनसभा मात्र होइन ट्रेड रोड पनि खोल्नेवाला छ, अब छिटो खोल्ने भनेर कुरा भएको छ। हामी त मनसभा पाउनु नै सिक्किमको लागि चाहिँ एक नम्बर हो।
तपाईँलाई थाहा भएको कुरा नभए उतातिर निकै मन सबर लाग्यो धेरै कुरा भएको मान्छे हिँडेको पनि बाटो ठिक छैन कुनै के भएर धेरै प्रब्लम आयो तर हाम्रो सिक्किमबाट जाँदाखेरि यति सजिलो देख्दाखेरि यो चाहिँ सामान्य मुख्यमन्त्रीलाई म धन्यवाद दिन चाहन्छु किनभने यो एउटा इन्डियाको सानो अब तपाईँको 140 करोड बिचमा हामी 7,30,000 सानो मान्छे तर पनि त्यति मध्येमा हामीले नाम कमायौँ यो चाहिँ सामान्य मुख्यमन्त्रीलाई म धन्यवाद दिन चाहन्छु। यो उल्लेखनीय छ कि नाथुला मार्गबाट मानसरोवर यात्रा पुनः खोल्ने विषय सिक्किमका राज्यसभा सांसद डीटी लेप्चाले संसदमा उठाएका थिए। उपसभापति महोदय, कैलाश मानसरोवर रोड सिक्किम से चलता है, सिक्किम से होकर जाता है। जैसे कैलाश मानसरोवर जाने के लिए 3 रास्ते हैं, एक तो नेपाल से होकर, एक उत्तराखंड होकर, एक सिक्किम से। और सिक्किम से जो कैलाश मानसरोवर बाय रोड जाते हैं वो सबसे अच्छा माना जाता है। इसलिए ये कैलाश मानसरोवर यात्रा को इसको पुनः चालू करें, ये आपके माध्यम से मैं सेंट्रल गवर्नमेंट को रिक्वेस्ट करना चाहता हूँ।